के हो तेरो ताल? के हो यो? साउले फोन गर्नु भनेछ। गाडी कोरेपछि भन्नु पर्दैन? मलाई नभने पनि गाडी अरूलाई दिने बेलामा कोरे भन्नुपर्छ। त्यसै चुपचाप साँचो दिने? खाना खान लाथे पार्क गर्ने ठाउँमै कोर्दैछ। लामालाई ग्यारेजमा लग्नु डेन पेन्ट गर्नु भनेको छु। झन् नयाँ गाडी दिइ पठाएको अचम्मको मान्छे रहेछ। रामकृष्णको गाडी लानु 1-2 दिन। होस् गर्ने नि त्यहाँ। ब्रेक पनि राम्ररी लाग्दैन, गियर पनि स्लिप खान्छ। गएर कुन चाहिँलाई हिर्काउला नि। चल्दिएन त भने नि तेल ब्याङ्कले पैसा भयो। ब्याङ्क पैसा के छ? ठिकै छ त्यो। मेरो गाडी हिजो कोरिहाल्यो। त्यही बाहिर राखेको कुन चाहिँ कुन चाहिँ कोर्दैछ नि। झन् नयाँ भनेर ल्याएको सबैलाई टेन्सन दियो। रामकृष्ण गाडी लिएर आएको पिकअपै छैन यार। उकालोमा 1 नम्बर खानै गाह्रो छ भने सौजी चिया एउटा दिनुहोस् न। त त खुब खुसी देखिन्छ नि। थुप्रै पैसा कमायो क्या? कमाएँ नि, लङ ट्रिप आएँ 3000 कमाएँ। यसलाई लुट्नुपर्छ कि क्या हो? त्यसै त लुट्ने र पिट्नेको डर के हाउडे कुरा गर्छ। रोड दिनु सौजी। रामकृष्ण कहाँ गयो? 2-3 दिन भयो देखाइ परेछ नि यार। उडिसक्यो यार, साउदी अरबमा उडिसक्यो। 80,000 खर्च गरेँ। त्यसो भयो इन्डियन आर्मी हो क्या अरे, पैसा छँदैछ तिरेर गइहाल्छ नि। झन् मैले त्यत्रो भनेको यहीँ राम्रो काम गर भनेर काम गर्न अल्छी गर्छ। विदेश गएर खट्नु पर्छ थाहा हुन्छ नि। तिमीले पो दिनमा 3,000 कमाउँछ खुसी हुन्छ। कमाउने त विदेशमा पनि कमाइरहेछ नि। ड्राइभर भनेर लान्छ, बाख्रा चलाउन लाउँछ, कुखुराको मल 18 पाङ्ग्रा गाडीमा ओसार्न लाउँछ। ल ल जाने जान्छ, बस्ने बस्छ। राम्रो मौका पाएको छ छोड्नु। भाइ रेडियो सानो गरेर त निभाइदिने हुन्छ, बरु कानै खाएको। सुगर भएको मान्छेले जे पाए त्यही खानुहुन्छ त आमा? कहिले कहिले मुख नमिठो हुँदाखेरिमा के हुन्छ। त्यसो गर्नुभयो भने त आँखा नदेख्ने, कलेजो बिग्रिने, किडनी बिग्रिने हुन्छ नि त। डाक्टरले गाली गर्छन्। अब सजिलो मुखी अरे सेलेटिरो नत्र जिउ नाम फेरि। बाबु तिमीहरू विदेश जाने भनेको थियो, के हुँदैछ? खै जापान जाउँ भनेको आमा 10-12 लाख भन्छ। त्योभन्दा बरु अब कोरियातिर जानु पर्ला भनेको। अस्ति छोटे पाटनको जग्गा बेचेको पैसा त साँचेर राखेको छ होला नि। पहिला कमाएको पैसा सबै बिजनेस गरेर डुबायो। बिजनेस गर्नुहुन्न कि अब जग्गा भए भाउ पर्छ। मेहनत मात्र लसे आता बुद्धि चलाइदिल त म। त्यस्तो दुःख गरेर ल्याएको तपाईँले सबै डुबाउनु भयो। लल मैले त आतै सेरो तोलाउँदै तिमी कमाएर लोकेल त्यसले कति बजे हुन्छौँ? 8 बजे हो सर। कति घन्टा लैदिउको अफिसै हाल्थ्यो? हेर हातै छोटो हुन्छ भनेर डाक्टरले सुन्ने नि बसिया छैन। दुख्छ? 3 चोटि अपरेसन गरियो। अलिकति सोझो भएको छैन। नाचपाती खाने मन थियो भने मलाई भने भइहाल्थ्यो। बेकार रुख चढेर। एकछिन है अवसर लिनुहोस्।
न्युरो छ त के हो भाइ तिम्रो मिटर त बनाउनु पर्ने ट्याक्सी चाहिँ झन्झन थोत्रो बनाइरहेको छौ के तालेको हो त्यो नबनाउनु पर्ने मिटर चाहिँ नि औषधि गरिरहेको जस्तो छ नि साइड गेटमै 100 कटिसक्यो होइन सर ट्राफिक जाम छ बढी चढिहाल्छ नि सडक खाली हुँदा अफिस लाग्छ भन्ने क्या हो ट्राफिक जाम त दिनदिनै हुन्छ नयाँ सडक पुग्दा 70 भन्दा चढ्दैन त्योभन्दा बढी दिन्न चित्त नबुझे भनिहाल भइ खाना लैजान त्यही बसिरहेछ हामी पनि दुःख गर्नुपर्छ हेरेर मिलाउनुहोस् न ल 70 रुपियाँ लाइसेन्स हेरौँ न ब्रो किन सर हजुर किन सर यो चेकिङ हो ब्रो हजुरको लाइसेन्स हेर्नु गल्ती नै छैन किन लाइसेन्स दिने सर गल्ती भयो भनेर होइन तर हजुरको लाइसेन्स कागजपत्र चेक गर्नु भनेर होइन मेरो अब केही गल्ती नै गरेको छैन के भयो गुरुजी कागजपत्र पाउनु होइन सर कागजपत्र छैन होइन यहाँ फोटोकपी गरेर राखेको छ फोटोकपी छ सर त्यसको लाइसेन्स पाउनु त्यसको परिचय पत्र पाउनु परिचय पत्र छैन सर अस्ति चलाएको हो होला नि पुरानो होला नि त छैन सर पुरानो पनि छैन परिचय पत्रै छैन हजुर छैन अब त्यहाँमाथि यो के हो यो त्यो बिलबुकको फोटोकपी हो सर के अरे चिटको फोटो यसको 24 घन्टे पुर्जीमा त्यो लिन पठाइरहेको छ सर सबैले लिन पठाइरहेको छ त्यही भएर 24 घन्टे पुर्जीको पनि चिटलाई फोटोकपी गरेर बोक्न पाइन्छ मिलाउनुहोस् न सर यतै के मिलाउने त्यस्तो मिलाउने कुरा नहोस् मैले राम्रोसँग केस पनि मिलाएको छु गाडी पनि मिलाएको छु जुङ्गा पनि मिलाएको छु के मिलाउने हजुर अफिसर होइन सर त्यसो नभन्नुहोस् न सर गाडी अफिसर जान्छ होइन सर त्यसो नभन्नुहोस् सर यतै मिलाउँछ तपाईँ कहाँ हुँदैन त्यस्तो तपाईँ त्यहाँ पैसा आउनु ठीक होला रोमा मलाई यार एकछिन रोक्नु दिएर गाडी ट्राफिक त्यहाँ गाडी बिग्रियो बनाउन साथी आउँछ भन्दा भन्दै जाम गरिस् भनेर गाडी लग्यो मेरो पनि लाइसेन्स लग्यो परिचय पत्र मिलेन भनेर दिन जानुपर्छ भयो शनिबार बाटो पुरै खाली थियो पशुपति नजिक एकैछिन पुग्यो पछ्याएर आएर गोर्खसम्म आएर लाइसेन्स बस्यो कहाँ हुन्छ यस्तो लापरवाही गरेर गाडी हो बिग्रिन्छ नि त्यसै लानु पाइन्छ कति चिसो तरकारी हो यो अब ट्याक्सी लगेपछि मलाई घाटा लागेन बल्ल पेट्रोलको पैसा उठ्यो सबैलाई तिर्ने पैसा उठेकै छैन जाम गर्नु पऱ्यो सबैजना मिलेर भएन यस्तो ट्राफिक एउटा भन्नुभएको छैन आफै नेता जस्तो भाषण छोडेर हिँड्छौ को पनि रिसाइहाल्छ नि खोइ हामीलाई कहिले के भन्दैन तिमी त केही भयो कि तुरुन्तै निकालिदिन्छ नि नोट हामी त बामपट्टिमा जान्दैन त्यो त गर्नु परे पनि छैन लाइसेन्स पनि ट्राई दिएर ल्याएको तिमीलाई त पैसा खुवाएर ल्याएको होइन त्यसो तिमी एक्लै गरेर ट्राफिक जाम म त आउँदिनँ त्यही त कहाँ होटेलमा हल्ला गरेर हुन्छ मिठो अचार बनाएको छ पकायो मिठो अचार भात किलो छ दालमा नुन छैन पकाउने बेला सिँगार गरेर बस्नु होला खुवाइल्याउनुहोस् पानी झन् सम्झाएको मलाई पो उल्टै गाली गर्छ त भाइ त्यस्तै छ नि यो बुढा पुलिसलाई के भन्यो पुलिसले लग्यो गाडी नत्र के लान्थ्यो जग पनि हेर्नु कस्तो फोहोर यसो सफा गर्नुपर्छ नि के टुक्रो पनि रहेछ जाम गर्नु पर्यो भएन यस्तो ल सरी फेरि अब कोठामा गएर पानी फेर्नु पर्ने भयो जाउँ एकछिन फाइनेन्स कम्पनी छिरेर हेरौँ के जान्थ्यो फाइनेन्स कम्पनी जेल गयो त्यो ब्याजर स्याजर सुधाउनु त हो नि हामीसँग पैसा पनि त हुनु पऱ्यो नि
बन्दीमा गाडी एउटा लिने भने त्यही भएर तपाईँको कस्तो छ बुझौँ भनेर। तपाईँले 8 लाख जाने गाडी खोज्नु भएको रहेछ होइन? 8 लाख भनेपछि यसमा तपाईँले पहिलो कुरा तपाईँले डाउन पेमेन्ट हाल्नु पर्ने हुन्छ 30%। 30% भन्नाले 2,40,000। 5 वर्षमा तिर्यो भने मासिक किस्त कति पर्छ? प्रत्येक महिना 14,933। त्यो त 15,000 भइहाल्यो नि त। 2,40,000 म त भयो त्यत्रो पैसा भयो त म कोरिया जान्छु बरु। सक्दैन त्यत्रो त। 2,40,000 कति तिर्छ नेपालमा त्यही पनि? त्यत्रो लगानी गरेपछि कमाउँछ नि दिनको 1,000 रुपियाँ फेरि। महिनाको 60,000 कमाइहाल्छ। विदेशमा चाहिँ के हुन्छ? राम्रो कम्पनी परे कमाउँछ, नराम्रो कम्पनी परे हासत काटिदिन्छ, चक्काजाम हुन्छ, हडताल हुन्छ। यहाँ के कमाउँछ पैसा? पहिला पनि मेरो एउटा पुरानो गाडी थियो, फाइदै भइरहेको थियो। ड्राइभरले उहाँ लगेर खसालिदियो कपालतिर, त्यहाँदेखि बिग्रियो। त्यही भएर त मैले गाडी नकिन्ने बुढा बरु विदेश जाने भने त। नयाँ किन्नु त भइहाल्छ नि, पुरानो पो किन्नु हुँदैन त। नयाँ नै पुरानो पल्टेपछि त सिद्धिको नि, बरु विदेश गयो आनन्दै। ल यतैतिर रोक, म यतै ओर्लिन्छु। भरे बैखान जानु छ, मलाई कुमन्डोली लिन आउनु। अब कति जाने? ग्यारेजतिर जान्छ दिनभरि, टायर सायर बनाउँछ, मिटर चेक गर्नु छ। च्यामा ल मिस्त्री छैन? यसो हामीले पनि मिलाउनु पर्यो गुरुजी, तपाईँको जस्तै काम। पैसा पनि आउने, यहाँ जस्तो खट्न पनि नपर्ने। भएको काम राम्ररी गर न, हुने कुरा भइहाल्छ नि। तिमी यतै बसिरा? यार पन्चर टाल्दै चिया नि हो। बसौँ यहाँबाट तानेर बसौँ ल। कस्तो परेछ या? जाऊ यार चिया लिएर भन। जाए चिया। यसले मलाई दिक्क बनाइछ यार। जहिले आइन ड्राइभर बन्नु पऱ्यो भन्छ। सजिलो छ नि हाम्रो काम। तँलाई बच्चा, तँ पनि ड्राइभर बनी, गाडी साडी चलाउन आउँदैन? त्यत्रो गाडी बनाएपछि चलाउन आइहाल्छ। पहिला नागरिकताले, त्यसपछि लाइसेन्सको कुरो हुन्छ। गाउँ जाँदा नागरिकता बनाइसक्यो। कसरी बनाइस् नागरिकता? गाउँमा काका छोरो गाविसमा छ, यसो भनसुन गरेर उमेर थपथाप गरे। यसरी नि हुन्छ? कसले दिन्छ तँलाई लाइसेन्स? 3,000मै ल्याइदिन्छ। ल्यायो 3,000मा, मलाई पनि भन्थ्यो ल्याइदिन्छु भनेर। 1,000 रुपियाँ लग्यो, त्यो पनि म खलासी गर्ने बेलामा। त्यसपछि बेपत्ता, बल्ल तल कमाएको पैसा। यहाँ यत्रो काम गर्नुपर्छ, 2,025को तलब छ, त्यही पनि ढिलो। ल यार यहाँ मेरो खुट्टो। बसमा खलासी गर्दा अर्को बस आएर ठोकाइदिएको। 25,000 खर्च लाग्यो। अपरेसन गर्नु पर्यो, टेकेको नमिले अझै दुख्छ। 7,000 लाग्छ ल लाइसेन्स लिने भएदेखि। तँ कहीँ ल्याइदिन्छ? जाने भए अहिले नै हिँड, त्यहीँ चलाइल त हो। बैना पनि दिनु पर्दैन, एक हातले पैसा दिने, अर्को हातले लाइसेन्स लिने हो लाइसेन्स। कहाँ 7,000 तिर्छ? यो त तिमी आफैले सोच्नुपर्ने कुरा हो नि। अब भोलि गएर अब सुकेला केही होला, मान्छे केही होला, त्यही त लिइहाल्छ नि। मान्छे लाइसेन्स नभई चलाइरहेछ। चुपेलाएर पन्चर टाल, हेडलाइट सेडलाइट मिलाऊ, बरु मिस्त्री काम सिक। चलाउँछ नि गाडी, ट्राफिकले समय बिलबुक लान्छ, बिलबुक लगे साउले लगाउँछ तँलाई। मसँग हिँड, म भरपर्दो मान्छे भेटाइदिन्छ, आफै कुरा गर न। ल च्याक बिस्तिर त्यो मलाई रामकृष्ण पनि उड्यो। तिमीलाई किन हो यस्तो विदेश जान मन लाग्यो? यतै पनि ठिक छ। कहाँ यसरी हुन्छ यार, जिन्दगीमा केही त गर्नु पऱ्यो नि। 7-8 वर्ष विदेश बस्नु पाएँ, राम्रो काम पाएदेखि जिन्दगी बन्छ। घर बनाउनु पर्ला, गाउँको सबै बेचेर आए पनि यहाँ केही पनि आउँदैन। यस्तो तालले कहिले उमा लाग्ने? जति गरे पनि त्यस्तै हो। पैसा छैन, पढाइ लेखाइ छैन। रामकृष्णको बाउको जस्तो पेन्सन पाक्दैन, बिस्तारै केही नै हुन्छ नि, यही काम गरे। ओ नमस्ते। मिस्त्री दाइ पनि आइपुगे। के भयो? 2 जना आइरहेको छ। पन्चर टाल्दै गरेको दाइ, तपाईँले पनि कुर्दै। के गर्नु पर्यो मैले? रिटर्नमा एकदम बढी पैसा चढिरहेको छ, हेरिदिनुहोस् न दाइ एकचोटि। बिहानै पेसेन्जरसँग डिस्कस परिसक्यो, फेरि अर्कोसँग के कसकस पर्ने हो। ल आउनुहोस् हेरौँ। बिहानदेखि एकदम पैसा बढी आइरहेको छ दाइ। सर कति ठिकै छ, मिटर पनि ठिकै छ। के फोहोर भयो होला? कनेक्टकोले हेरौँ, गियरबक्स चेक गरौँ। गाडीहरू पनि ठिकै छ, टायर त सर्ट भएछ छैन। पुरानो ड्राइवर से क्या किया हमको मालूम नहीं है। गियरबक्स खोलना पड़ेगा, नहीं तो मालूम नहीं होगा, खोल के देखना पड़ेगा। कल परसों आइए ना, टाइम मिला के।
अलिकति घटाउन लगाइदिनुहोस् न 7000 नगर्नुहोस् यो भाइको लागि एउटा लाइसेन्सको कुरा गर्नु भने आएको दाइ गाडी कि बाइकको लागि लिँदाखेरि दुईटैको लिँदा तपाईँले हेरिदिनुहोस् न उसलाई केही पनि थाहा छैन अब के सहयोग गर्नु भने सहयोग गरिदिनुहोस् ठिकै छ त्यसको लागि त यसो अब साधारण खर्च त भाइले गरिहाल्छ नि अब साधारण खर्च त लागिहाल्छ हजुर यताउता चाहिँ फर्मसम भर्ने काम हामी गरिदिउँला र यसो अब किताब सिताब लिएर पढ्ने लिखितको लागि ट्रायलको लागि भनेको अब भाइले गाडी चलाएकै हुनु पर्यो अलिअलि पैसा त जम्मा गरेर छ होला नि अलिअलि पैसा छ यहाँ फर्म पनि भनिदिन्छु र ट्रायलमा तपाईँलाई गाडीको लागि हो भने गाडी पनि मात्र व्यवस्था गर्न सक्छ 1500 रुपियाँ छोडाउनु नि दाइहरूलाई कामहरू सुरु गर्दै गर्छ हस् त के गर्नुपर्ने राम्रोसँग बुझाइदिनुहोस् हुन्छ हुन्छ म गरिदिइहाल्छु नि जी झन् चले भाइ समाचार लाउ त झिल्ली मिलिरहेछ नि तिम्रो ट्याक्सी के सुन्ने त्यो समाचार माको छु है मको यहाँले सुन्नुहोस् न कसले कति सम्पत्ति जम्मा पार्छन् थाहा पाउनुहुन्छ महिनाको 7000 कमाउनेले वर्षको 3 करोड जम्मा पार्छ सबै उस्तै हुन् हामी पनि उनीहरूको ठाउँमा भए त्यस्तै गर्थे होला 3 करोड छौ झन् त छ टोटेला दक्कु मुनु अठे जेमको देश देखियो खास बामा लाबी मुन रमा अ बिना दे दे नि नमस्ते बहिनी नमस्ते फेरि आउनुभयो मनु सरलाई भेट्न आउनुभयो होला होइन एकछिन बस्दै हुनुहोस् सर मिटिङमा हुनुहुन्छ म हेरिदिन्छु है एकछिन बस्दै हुनुहोस् मनु सर हजुर एकजना भेट्न आउनुभएको छ हजुर फ्री भिसा आएको छ भनेर भन्नुभएको थियो त्यसैले पठाइदिनु के गर्नु सर हजुर 2 मिनेट पछि हस् एकैछिन पर्खँदै गर्नुहोस् है उहाँको नयाँ कोठा थाहा छ तपाईँलाई त्यस्तो तलमा होइन अहिले तल सरेको छु म अहिले एउटा फाइल लिएर जानुपर्ने छ म सँगै लगिदिन्छु है नमस्ते सर विदेश जाने पाका हो त हो हजुर दुबईको लागि के भन्छ फेरि भिसा आएको हो हैन यसमा दुई किसिमको भिसा छ दुबईको हैन लाइट ड्राइभर पनि हेभी ड्राइभर पनि हेभी ड्राइभरमा कस्तो छ कि 900 हो लाइट ड्राइभरमा 600 हो अब कुनमा जाने हो हेभीमा जाने हो कि लाइट ड्राइभरमा जाने हो म त हेभी नै गर्छु सर अब 2-3 वर्ष मैले अब यही पनि काठमाडौँमा नै ढुङ्गा इटा उसारेको हजुर हेभीमा जाने हजुर हेभीमा जाने भने 30,000 जति खर्च लाग्छ हाम्रो अफिसको फ्री भिसा भएर मैले सस्तोमा गरिदिएको हो हैन 30,000 त होइन सर 24-25,000 चाहिँ जम्मा गरेको छु सर अनि यसमा त 30,000 त दिनै पर्छ किनकि हाम्रो अफिसियल खर्चहरू हुन्छ अरू टिकट सिकट लिनु पर्यो हैन 30,000 सम्म त सक्छु होला ल मैले गर्ने काम गर्दिएँ हैन ठिकै छ आफ्नो गर्ने काम के हुन्छ राम्रो तरिकाले गर्ने हैन भोलि केही लफडा सफडा नहोस् हैन जे गर्नुपर्छ हैन म गरिदिउँला हुन्छ ए कति ढिलो कुर्दा हत्ते भइसक्यो मान्छे फ्री भिसा मिल्यो नि के भएर नि के भयो अरे फ्री भिसा मिल्यो भने बुढा टिकट सिकट पैसा एक पैसा तिर्नु नपर्ने किन नपर्नु नि 30,000 लाग्छ अरे पैसा छ होला नि टन्नै कहाँ हुनु 24-25,000 पैसा जम्मा 4-5,000 तपाईँले हात दिनुपर्छ अब ए हाल्छ आफै नाइट डे खट्ने कमाइहाल्छ नि यस्तो पऱ्यो भने सहयोग नगर्ने तपाईँ पहिले सक्छन् कमाएन भने हेरौँला नि सधैँ छ नि सर एकचोटि हेरिदिनुहोस् न के गल्ती गर्नुभयो भाइ लाइसेन्स देखाउनु त ब्लू बुक नि लाइसेन्स नि देखाउनु त यसको ओरिजिनल लाइसेन्स खै तपाईँको देखाउनुहोस् त तपाईँलाई फोटोकपी बोकेर हिँड्न पाइँदैन भन्ने थाहा थिएन अब आइन्दा चाहिँ यो ओरिजिनलै लिएर हिँड्नु होला है
अनि वाद विवाद पनि गर्नुभएको रहेछ त खै वाद विवाद त्यति गरेको छैन सर यहाँ त वाद विवाद गरेको भनेर लेखिरहेको छ त खै वाद विवाद त गरेको छैन सर त्यति हो हजुर केही गर्नुभएको छैन त्यति गरेको छैन जस्तो लाग्छ त्यसो भए म त्यो भाइलाई बोलाउँछु है त गर्नुभएको चाहिँ गर्नु भएन तपाईँको त्यो यो यातायात फाइन लाग्छ नि यो ठुलो दफा लाग्छ यस्तो वाद विवाद गर्न मिल्दैन सर अर्को भाइले उहाँसँग कागजपत्र माग्नुभएको छ कागजपत्र माग्दा उहाँले दिन मान्नु भएन अटेरी गर्नुभयो सर मैले केही गल्ती नै गरेको छैन म कसरी कागजपत्र दिने भनेर एकदम वाद विवाद गरेर 10-15 मिनट गाडी नै जाम गर्न खोज्नु सर उहाँले यो चिट लिएर 10 नम्बर जानुहोस् है बात विवाद रहेछ गाडी तानेर कहाँबाट होला मार्चगञ्ज सुन्दैबाट हुन्छ कति लाग्ने हो पैसा मार्चगञ्जबाट 11 किलोमिटर 2850 छ यहाँ दुर्घटना होइन त्यो बिग्रेर रोडमा बिचमा रोकिराखेको त्यो ब्याकर ताने बाबतको रकम हो अरू केही होइन यो साउलित गिर्छ कि तपाईँको आफू बुझिबाट जान्छ आफ्नै जान्छ हामीले गल्ती गरेपछि गाडी नम्बर कति हो 45-25 अब डे नाइट त त्यही चलाउनु पर्ने भयो नभए त आउने नि त उसिँदैन है 10 नम्बर जानुहोस् काटेर आउनुभयो ल ठिक छ पैसा त धेरै तिर्नु भएछ त तर अब गल्ती गरेपछि के भने तिर्नु पर्दो रहेछ के छ यार कति कमाउनु भयो ठिकै छ यार के कमाउनु 1000 फाइनै तिर्नु पर्यो मेरो झन् 28-80 फाइन तिर्नु पर्यो मेरो त्यही त अब एउटा परिचय पत्र मिलेन भनेर त्यत्रो फाइन लगाइदियो भनेर परिचय पत्र नमिल्ने त्यत्रो फाइन तिर्नु पर्यो त बिरायो अब के गर्नु डुप्लिकेट चिटसिट बोकेर हिँडेछ ट्राफिकले तुमको छाडेछ अनि के गरेछ लिइहाल्छ नि जरिमा मेरो पो गाडी बाटोमा बिग्रेर तानेर लग्यो आजभोलि बोल्नै हुँदैन गाडी साइड तानेर लगिदिन्छ तपाईँको त नयाँ ड्राइभर आउँदैन नि त साउले तपाईँलाई आफै लानु भनेको हे तेरो क्या टेन्सन भयो आज रिल्याक्स गराउनु भनेको फ्री भिसा मिलेको बेलामा यार टेन्सन कहाँ जाने अस्पतालतिर बस्नु कहाँ सक्यो बसुन्तिर जाउँ कता यताबाट हो दाइ यताबाट होइन उताबाट जाने गुहेश्वरबाट मलाई पनि अस्ति चक्कु हानेको होइन यहाँ दागै गएन क्या त्यसलाई भेटायो नि मै जानेको छु नि खुकुरी हान्नुपर्छ त्यसलाई कतै न कतै भेट भइहाल्छ नि कहाँ लुक्छ त्यो कहाँ खुकुरी सुकुरी हान्ने कुरा गरिरहेको चुडाएर बस यतै हो दाइ अलि मासतिर खोला खोला छु अन्त है कहाँ पछपछि भनेर यहाँ फेरि बुझिसक्यो अब कहाँ लाने हो कहाँ ढिलो भइसक्यो गाडी जानु तपाईँहरू यहीँ ओर्लिदिनुहोस् न त्यहीँसम्म त हो नि हामीलाई पनि बढी हिँड्नुपर्छ बरु डबल पैसा देऊला नि तपाईँहरू के भन्नुहुन्छ यार ल हिँड्नुहोस् यताबाट बढ्ने तपाईँले डेढ दिन्छु भनेको छ यार तपाईँ के दिनु खोजेर यार एउटा चाहिँ गयो नि दाइ मेरो गाडी कन्डिसन पनि ठिक छैन अहिले गाडी बिग्रियो भने के गर्नु के हो तेरो मिटरमा 300 उठिसकेछ मान्छेको चिज मात्र भनेको ठक पनि रहेछ यार आज यसलाई ठिक पार्ने बोलाएको छु के भयो किन रोक्या
म यहाँबाट उता जानु सक्दैन यार त भरे यहाँबाट ओरेर जानुस् त्यसलाई अरे छोड्न त्यसको हात छोड यहाँ त छैन रहेछ खन्ती 500 रहेछ अरे अब त ओए मेरो हातहरु हजुर हजुर आयो ल हुन्छ ल बात निकाल ल हुन्छ ल